your tracks today. Dream boy, let's go. My first rap. पढ्न मन लाग्दैन जब सरले पढाउँछ मसँग बस्ने केटा सधैँ मलाई फकाउँछ तेरो शब्दको प्रहार मेरो खुट्टाको तल म र्यापर बन्न पाएँ बल्ल बल्ल मेरो माथि छैन कसैको हात मेरो साथीहरूले निकै डर्ने गर्छ साथ बिहान 10 बजेदेखि 5 बजेसम्म हुन्छु बन्द केटाहरूको हुल हामी त हुल दङ्ग बिटेनको र्याप सुनि सुनि म पनि गर्थेँ उसको गीतको गुणगान तर आजदेखि बढाउने छु म आफ्नो शान्त कुरा होइन म बढाउने छु आफ्नो मान मलाई चाहिए त्यहीको आन बान सानोमा मेरो पढाइको गर्ने गर्थे गुणगान गाउँलेहरू तर मलाई दिक्क लाग्यो जब सबैले भन्न थाल्यो यो केटा सधैँ नसाको बाटोमा हिँड्न थाल्यो तर म लागेको थिएन नसाको बाटोमा साथीहरूसँग भयो गुम्ता नाम खराब भयो मेरो अपमान गर्नुपर्छ कुनै यस्तो काम जसले गर्दा गाउँलेहरू गर्छ मलाई सलाम गर्नुपर्छ कुनै यस्तो काम जसले गर्दा गाउँलेहरू गर्छ मलाई सलाम सलाम समाजमा मेरो बाउको नामको टाउको मैले नै झुकाएँ तर मेरो बाउले खोइको इज्जत खै मैले ल्याएँ मेरो बाउलाई सबैले भन्छन् तिम्रो छोरा सधैँ नसाको बाटोमा हिँड्छन् यस्तो सुन्दा दुख्छ मेरो मन लाग्छ यतिकैमा ठुकिदु AK-47 गन म र मेरो मन सधैँ सुन्दै आउँछु सँग यतिकैमा आतिन्छ मेरो मन म लेख्दिनँ ऱ्याप किनभने सानो भनेर हप्काउँछ तर मेरो ऱ्याप रोक्न कोही पनि छैन मेरो शब्दको प्रहार गर्छ नि सबैले हात गर्छ नि सबैले हात रवि भाइको पढाइको ट्यालेन्ट मनी गराउँछु सबैलाई साइलेन्ट एनकेस ग्याङको मनी छु सान आनेर ग्रुपले दिन्छ मेरो नाम गर्नुपर्छ कुनै यस्तो काम जसले गर्दा गाउँलेहरू गर्छ मलाई सलाम गर्नुपर्छ कुनै यस्तो काम जसले गर्दा गाउँलेहरू गर्छ मलाई सलाम गर्छ मलाई सलाम म बिग्रेको केटा साथीहरूसँग भेट्दा बाइकमा चढ्दा मलाई नि भन्छ राइडर मेरो डान्सको प्रशंसा भन्दा मेरो ऱ्यापको प्रशंसा बब मार्लीको म हुँ ठुलो फ्यान मेरो स्टोरीमा छ बितेनको ठुलो स्टोरीको ब्यान म र मनभित्र के चलिरहेको हुन्छ म आफैमा बडबडाउँदै उभिरहेको हुन्छु सबैलाई थाहा छ के भइरहेको छ ड्रिम बोयको ऱ्याप अघि गइरहेको छ गर्नुपर्छ कुनै यस्तो काम जसले गर्दा गाउँलेहरू गर्छ मलाई सलाम गर्नुपर्छ कुनै यस्तो काम जसले गर्दा गाउँलेहरू गर्छ मलाई सलाम लेट्स गो